पानी पर्यो कि करेन्ट, निन्द्रा लाग्यो कि करेन्ट, अल्छी लाग्यो कि करेन्ट। हेलो एभ्रिवान, आज फेरि म करेन्ट खाँदैछु। हेर्नु न कत्रो ठुलो के यहाँको अन्डा। काठमाडौँ हुँदा त अन्डा कति सानो सानो पाइन्थ्यो। म चितवन आएपछि त अन्डा कत्रो ठुल्ठुलो पाइन्छ क्या यहाँ। अनि आज चाहिँ बाहिर पानी पर्दैछ अनि म चाहिँ करेन्ट खाँदैछु। पानी पर्नु अनि मैले करेन्ट नखानु त्यो त हुनै सक्दैन क्या। अब चाहिँ मलाई तर करेन्ट धेरै खाएर भित्र नै करेन्ट लाग्ला जस्तो फिल भइरहेछ क्या गाइज। यस्तो करेन्ट खाने म यस्तो करेन्ट खाने जति बेला करेन्ट होइन सबैजनालाई यस्तै मनपर्छ कि मलाई मात्रै हो यस्तो। मेरो चाहिँ त्यो ओठमा चाहिँ घाउ भइरहेछ क्या। जहिले कहिले यता घाउ भइरहन्छ। त्यही पनि यस्तो पिरोमा डल्ले अकबरेसँग करेन्ट खानुको मजा है। त्यो पोली पनि म खाइरहेको छु क्या। अनि यो अन्डा चाहिँ कति तातो छ हेर्नु, मलाई मुखै पोल्यो होइन। सिँगै खाइदिन्छु भन्ने सोचेको थिएँ तर तातो भएर चाहिँ सकिनँ। जाडोमा होइन अलिअलि जाडो हुनुपर्छ अनि तातो करेन्ट, त्यही पनि यस्तो तातो। यो त धेरै नै तातो जस्तो छ क्या मैले खाँदैखेर होइन। अनि यति पिरो यति तातोमा त्यो अकबरे खुर्सानी टोक्दा कस्तो पिरो भयो होला मलाई गेस गर्नु त। ओहो मुख रसायो होइन। जानुहोस् बनाएर खाइहाल्नुहोस् कसको मुख रसायो। मेरो त यहाँ भोइस ओभर गर्दा नि फेरि पनि मुख रसाइरहेछ क्या। फेरि खाउँ लागिरहेछ होइन। त्यो अन्डा मैले पुरै खान गरेको थिएँ होइन तर मैले खानै सकिनँ क्या तातो भएर। अनि मैले खाएँ यत्रो धेरै एक कचौडा करेन्ट चाहिँ गम यत्रो ठुल्ठुलो बाइट खाइदिन्छु क्या फेरि होइन। यत्रो खान्छु भनेर ठुलो गरेँ खाइदिएँ। मलाई कहिले काहीँ चाहिँ लाग्छ होइन म त खानकै लागि जन्मेको जस्तो लाग्छ क्या गाइस। यति खान्छु अनि मेरो ज्यान नलागे के लाग्छ त होइन। ए भगवान् कति खानु सकेको हो मैले। यति खाइसकेर त मलाई त्यति मोही खाँदा मजा आयो है। अनि त्यति खुर्सानी चाहिँ खान सकिनँ। ओके गाइस बाई बाई। भिडियो हेरेर कस्तो लाग्यो कमेन्ट गर्नु होला।